हेलो फ्रेन्ड्स वेलकम टु माई युट्युब च्यानल र आज चाहिँ म गेजिङ बजारबाट घरतर्फ फर्किँदैछु र घर फर्किँदा अचानक मलाई एउटा मिनी ब्लग्स बनाउने इच्छा लाग्यो र मैले मिनी ब्लग्स बनाउन स्टार्ट गर्दैछु एन्ड दिस इज जस्ट फर द इन्टरटेनमेन्ट पर्पस ओन्ली र यसरी देखाउँदै जाँदै थिएँ होइन अचानक माथिबाट दिउँसै लाइट बालेर बाइक कुदाउँदै आउँछ छक्कै परे र यो रोड चाहिँ सेन्ट मेरी स्कुलको अपोजिट साइडको रोड हो जुन रोडबाट चाहिँ मेरो घर जान्छ होइन र तपाईँहरूलाई कन्टिन्युसली देखाउँदै जाँदैछु भ्युजहरू र यो भित्तामा भएको बिल्डिङ चाहिँ यो चाहिँ गभर्मेन्ट क्वार्टर्स हो जुन क्वार्टर्समा चाहिँ केबिकेको इम्प्लोइजहरू बस्नुहुन्छ होइन र यसरी नै कन्टिन्युसली भगिङ गर्दै जाँदा माथिबाट अचानक एउटा स्कुटी आयो चिनेको जस्तो लाग्यो तर चिनेको होइन रहेछ अन्त यो गुइहरू चाहिँ को हो बाटो छोड्दैन हर्न लाउँदा बल्ल बाटो छोड्यो र कन्टिन्युसली भ्लगिङ गर्दै जाँदैछु र यो रोड चाहिँ जुन रोडलाई चाहिँ पहिल्यैदेखि ग्याबा गोलाई भनेर चिन्ने गर्छ होइन याद गर्ने गर्छ र यो उता फर्केको रोड चाहिँ उता गएको रोड चाहिँ यो चाहिँ तिक्जेक रोड कुम्पेन ग्यास एजेन्सीपट्टि जान्छ र म चाहिँ जानु पऱ्यो मेरो घर राइट टर्न लिएर र कन्टिन्युसली मैले राइट टर्न लिएर जाँदैछु र यो जग्गालाई चाहिँ भन्छ नयाँ बस्ती भन्छ होइन अन्त यो जुन चाहिँ नयाँ बस्तीको जग्गामा यो घरहरू देख्दै गरेको चाहिँ नयाँ बस्तीकै मान्छेको घरहरू हो अन्त यो दुईवटा टाटा रोड साइडमा भएको पनि नयाँ बस्तीकै मान्छेको हो र कन्टिन्युसली यसरी नै ब्लगिङ गर्दै तपाईँहरूलाई बताउँदै जाँदैछु होइन यो चाहिँ नयाँ बस्तीकै बाटो हो र अचानक माथि यस्तो हेरेको मान्छेहरू देखेँ गाडी रोकिरहेको छ अन्त माथिबाट एउटा गाडी आयो वेगनर अन्त मैले पनि हल्का कन्ट्रोल गरेँ र अगाडि बढाउने कोसिस गरेको स्टुडेन्ट भाइहरू त बाटो छोड्दैन किच्चाइदिउँ कि जस्तो लागेको थियो तर फेरि होइन स्टुडेन्ट भाइहरू हो भनेर अन्डरस्ट्यान्डिङ गरिदिनु पर्छ र मेरो क्यामेरालाई चाहिँ उनीहरू सेन्ट मेरी स्कुल चाहिँ माथिबाट क्याप्चर गर्नु पऱ्यो भनेर देखाएको जङ्गल देख्दैन होइन जङ्गल अन्त मेरो पालो फेरि मेरो क्यामेरालाई चाहिँ टर्न गरेर स्ट्रेट फरवर्ड रोडमा ल्याएँ र यो भन्दै मेरो भ्लगिङलाई मन पराइदिनुहोस् थ्याङ्क यू सो मच।